ब्याङ्क र स्याक्सोको कामले मैले जानुपर्ने थियो आज बाहिर। सदा चाहिँ उठेर मैले चाहिँ 2 गिलास तातो पानी खाएँ र म मेरो डेली वर्कआउट 2 सेट पुसअप हानेँ। पुसअप हानेँ, हानिसकेपछि म चाहिँ लागेँ नुहाउनतर्फ। नुहाएँ, नुहाएर आइसकेपछि झोला समात्दै लागेँ म आफ्नो बाटोतर्फ। र यसो झोला बोक्दाखेरि चाहिँ होइन, अस्तिसम्म नै प्रधानमन्त्रीज्यूको एउटा ट्रेन्ड चलिरहेको थियो। म झोले हो भन्ने। हो म पनि झोले हो। म मेरो सपनाको झोले हो भन्दै होइन, म यहाँ जापानमा आएर झोला बोकिरहेको छु भन्दै म निस्केँ बाहिरतर्फ। चर्को घाम लागिरहेको थियो होइन, घामलाई मध्यनजर गर्दै अब मैले चाहिँ पहिला ब्याङ्क जाने कि स्याक्सो जाने भनेर दोधारमा परेँ। अब यता चाहिँ मेरो स्याक्सो छ। अब मेरो ब्याङ्क र स्कुल नजिकै भएको हुँदा है, मैले चाहिँ पहिला स्याक्सो जानुपर्छ र त्यसपछि ब्याङ्क जानुपर्छ, त्यहाँबाट स्कुल जानु पनि नजिक हुन्छ भनेर चाहिँ म स्याक्सोतर्फ लागेँ। हिँडेको केही समय पर पुगिसकेपछि 7-11 देखिन्छ। अब मसँग पैसा पनि थिएन। मलाई चाहिँ कतै माया नम्बरको काम गर्दाखेरि पैसा पो आवश्यक पर्छ कि भनेर त्यहाँ गएँ एटिएममा, एटिएमबाट पैसा निकालेँ। पैसा निकालिसकेपछि म चाहिँ लागेँ आफ्नो बाटोतर्फ। केही समय हिँडेको केही समय पर पुगिसकेपछि एउटा मन्दिर देखिन्छ। यो मन्दिर हेर्दाखेरि चाहिँ मलाई ठ्याक्कै नाराको याद आउँछ होइन, त्यहाँ बालबालिकाहरू पनि खेलिरहेको थिए। आज गर्मीको मौसम भएको हुनाले सायद। अनि पर हिँडिसकेपछि स्याक्सो आयो, स्याक्सोमा मलाई केही कामहरू गर्न लायो र त्यो काम भइसकेपछि मेरो हातमा माया नम्बर कार्ड रिन्यू भयो। त्यो रिन्यू भएको माया नम्बर कार्ड समात्दै म ब्याङ्कतर्फ लागेँ। केही समय अगाडि हिँडेपछि हरियो बोर्ड देख्यो ब्याङ्कको, ब्याङ्क पनि पुग्यो भनेर चाहिँ म लागेँ ब्याङ्कतर्फ। ब्याङ्कतर्फ गइसकेपछि मलाई चाहिँ त्यहाँ एउटा कुपन लिन लायो। कुपन लिइसकेपछि मेरो पालोको पर्खाइमा ठ्याक्कै पालो आयो र मैले चाहिँ त्यहाँ आफ्नो केवाइसी अपडेट र डेबिट कार्ड एप्लाई गरिसकेपछि म चाहिँ लागेँ स्कुलतर्फ। थ्याङ्क यू एभ्रिवान। भिडियो हेरिदिनु भयो, माया गरिदिनु होला। साथ सपोर्ट हजुरको आवश्यक हुने नै छ। जय देश, जय नेपाल।